इन्डियाले साउथ अफ्रिकालाई 7 विकेटले हराएको छन्। इन्डियन क्रिकेट टिममा केही दिनदेखि सवाल उठिरहेको छ क्याप्टेन र भाइस क्याप्टेन माथि। इन्डियन क्रिकेट टिमका खेलाडी सूर्यकुमार यादव र इन्डियन क्रिकेट टिमका खेलाडी सुमन गिल माथि केही दिनदेखि सवाल उठिरहेको छ। पछिल्लो केही म्याचदेखि सुमन गिल र सूर्यकुमार यादवको ब्याटबाट रन आएको छैनन्। इन्डियन क्रिकेट टिमका लागि एउटा ठूलो सवाल उठेको छ। क्याप्टेन र भाइस क्याप्टेन कोटामा खेलिरहेको जस्तो लागिरहेको छ। अहिले बेन्चमा बसिरहेका खेलाडी एसएसबी जयसवाल, केएल राहुल, सञ्जु स्यामसन यस्ता खेलाडीहरू बेन्चमा बसेको छ। ऋतुराज गायकवाड यी सब खेलाडीहरू पर्फर्मेन्स दिएर पनि बेन्चमा बसेको छ। अहिलेसम्म यी खेलाडीहरूलाई एक टी20 म्याच पनि मौका पाएको छैनन् खेल्न र सूर्यकुमार यादव र सुमन गिललाई पछिल्लो केही म्याचदेखि मौका दिइरहेको छ तर पनि स्कोर गरिरहेको छैनन्। कुरा गरिरहेको छु इन्डियन क्रिकेट टिमका भाइस क्याप्टेनको बारेमा। सुमन गिल पछिल्लो 22 म्याचदेखि स्कोर गरिरहेको छैनन्, 150 पनि रहेको छैनन् सुमन गिलको। अब इन्डियन क्रिकेट टिमका क्याप्टेन सूर्यकुमार यादवको बारेमा चर्चा गर्न गइरहेका छौँ। सूर्यकुमार यादवको अवस्था पनि सुमन गिल जस्तै देखिरहेको छ। पछिल्लो 22-23 म्याचदेखि 150 पनि रहेको छैनन् सूर्यकुमार यादवको ब्याटबाट। इन्डिया वर्सेस साउथ अफ्रिकाको खेलमा सुमन गिलको पहिलो बलमै आउट हुने मौका रहेको थियो तर एज लगेर ब्याटमा लगेको थियो तर आउट भएनन्। तर सुमन गिलको जुन हिसाबले ब्याटिङ रहेको थियो पहिला त्यो हिसाबले अहिले स्कोर आइरहेको छन् सुमन गिलको ब्याटबाट। शटहरू आइरहेको छैनन्। 28 बलमा 28 रन बनाएको थियो सुमन गिलले। एकातर्फ अभिषेक शर्माले 18 बलमा 35 रन बनाएको थियो। इन्टरनेसनल क्रिकेटमा सूर्यकुमार यादवको पछिल्लो 27 म्याचदेखि 150 पनि रहेको छैनन्। 2025 मा सुमन गिल र सूर्यकुमार यादवको बारेमा चर्चा गर्यो भने 2025 मा सूर्यकुमार यादवले 18 म्याच खेलेको छ, 214 रन बनाएको छ, 14 को एभरेजले र 125 को स्ट्राइक रेटले बनाएको छ। अरु सुमन गिल 15 इनिङ 291 रन, 20 को एभरेज रहेको छ र 137 को स्ट्राइक रेटले खेलेको छ। इन्डिया वर्सेस साउथ अफ्रिकाको 30-20 म्याच रहेको थियो जसमा इन्डियाले टस जितेर बलिङ गर्न रोजेको थियो। साउथ अफ्रिकाको सुरुवात नराम्रो रहेको थियो। पहिलो ओभरदेखि विकेट माथि विकेट गइरहेको थियो। साउथ अफ्रिकाले 20 ओभर खेलेर 117 रन बनाएको थियो सम्पूर्ण विकेट गुमाएर। एडम माक्रमले 46 बलमा 61 रन बनाएको थियो 4 चौका र 2 छक्काको मद्दतले। समेत साउथ अफ्रिकाले 117 रन बनाएको थियो सम्पूर्ण विकेट गुमाएर 20 ओभर खेलेर। चर्चा गर्नुपर्छ इन्डियन क्रिकेट बोलरहरूको 4 ओभरमा हरदीप सिंहले 13 रन खर्च गरी 2 विकेट हात पारेको छन्। हर्षित राणाले 4 ओभर 34 रन 2 विकेट हात पारेको छन्। हार्दिक पाण्ड्याले 3 ओभर 23 रन 1 विकेट र वरुण चक्रवर्ती 4 ओभर 11 रन 2 विकेट। शिवम दुबे 3 ओभर 21 रन 1 विकेट र कुलदीप यादव 2 ओभर 12 रन 2 विकेट। समेत साउथ अफ्रिकाले 117 रनमा रोकेको थियो। सो लक्ष्य पछ्याउँदै क्रममा अभिषेक शर्माले 18 बलमा 35 रन 3 चौका र 3 छक्काको मद्दतले र सुमन गिल 28 बलमा 28 रन 5 चौकाको मद्दतले। तिलक वर्मा 34 बलमा 25 रन 3 चौकाको मद्दतले। सूर्यकुमार यादव 11 बलमा 12 रन 2 चौकाको मद्दतले। शिवम दुबेले 4 बलमा 10 रन नट आउट रहेको छ। समेत इन्डियाले 7 विकेटले खेल जित हात पारेको छन्। इन्डिया र साउथ अफ्रिकाको बीचमा 5 टी20 खेलमा भइरहेको छ भने इन्डियाले 2 खेल जित हात पारेको छन् र 1 खेल साउथ अफ्रिका जित हात पारेको छन्। हस्त धन्यवाद। यस भिडियोबाट म बिदा लिन चाहन्छु। यस्तै जानकारीमूलकको साथ भिडियो हेर्न चाहनुहुन्छ भने युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला, नोटिफिकेसन बेल अन गर्नुहोला।